नमस्कार सम्पूर्णलाई। मेरो नाम चन्द्रा साई। मेरो घर नारायण नगरपालिका वडा नम्बर 11 बिन्दावासिनी दैलेख। पेशाले म एक शिक्षिका, अभिकर्ता र मोटिभेसनल स्पिकर। आदरणीय महानुभावहरू, आजको यस महत्त्वपूर्ण सेसनमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आजको महत्त्वपूर्ण विषय के रहेको छ भने हाम्रो विद्यालयमा अभिभावकहरूले दिनुपर्ने अथवा अभिभावकका अधिकांश अभिभावकले गर्ने गुनासाहरू, यी गुनासाहरू के हुन् र यी गुनासाहरू आउनुको मूलभूत कारण के हुन सक्छ भन्ने महत्त्वपूर्ण विषयमा यहाँहरू माझमा आफ्नो छोटो अनुभव र यहाँहरू माझमा सेयर गर्न गइरहेको छु। यहाँहरू आशा छ यहाँहरू सम्पूर्णले अन्त्यसम्म यो भिडियोलाई हेर्नुहुनेछ भन्ने भरपुर आशा राख्दै आजको यो विषयलाई अगाडि बढाउन गइरहेको छु। आदरणीय महानुभावहरू, वास्तवमा अभिभावक भनेका बालबालिकाहरूका मार्गदर्शक हुन्। जसरी हामीले साधारणतया शिक्षकलाई अभिभावकका विद्यार्थीका मार्गदर्शक भनेर भन्ने गर्छौँ, त्यसरी नै हाम्रा बालबालिकाहरूका, हाम्रा नानी बाबुहरूका यहाँहरू अभिभावक के हुनुहुन्छ भने मार्गदर्शक हुनुहुन्छ। आफ्नो बच्चालाई भविष्यमा कस्तो बनाउने, के गर्दा आफ्नो बच्चाको खुसी हुन्छ भन्ने यहाँहरू सम्पूर्ण अभिभावकहरूको इच्छा, चाहना। पक्कै पनि आफ्ना बालबालिकाहरू भविष्यमा गएर कुनै पनि कुरामा पछि नपरुन्, अरूसँग प्रतिस्पर्धा गर्न सकिरहन्, विश्व बजारमा बिक्ने, जुनसुकै ठाउँमा गएर पनि दुःख नपाउने अथवा असल नागरिक बनुन् भन्ने सबैको इच्छा हुन्छ नै। आदरणीय महानुभावहरू, त्यसका अलावा पनि हामीले विद्यालयमा बारम्बार गर्ने गुनासाहरू धेरै छन्। ती गुनासाहरू मध्ये मैले यहाँलाई हामीले गर्ने गुनासा र विद्यालयमा आइरहने गुनासाहरू एउटै पनि हुन गर्छन्। आदरणीय सर, म्याम तथा सम्पूर्ण अभिभावकज्यूहरूले हजुरहरूले के विद्यालयमा गएर बच्चाहरू मेरो नानी बाबु किताबै पल्टाउँदैन भनेर कतै हजुरले गुनासो गरिरहनुहुन्छ भने त्यसको धेरै कारणहरूमध्ये एउटा कारण के हुन सक्छ भने विद्यालयमा मात्र नभएर विद्यार्थीले अथवा हजुरको नानी बाबुले घरमा पनि किताबै पल्टाउँदैनन्, किताबै हेर्दैनन् भन्नुको कारण एउटा यो कारण पनि हुनसक्छ कि तपाईँको नानी बाबु पढ्ने कोठा अथवा तपाईँलेको नानी बाबुले खेल्ने वातावरण, हुर्किरहेको ठाउँको इन्भाइरोमेन्ट, त्यहाँको वातावरण कस्तो छ त। उहाँहरू जन्मिँदै हुर्किँदै गर्दा सुरुमा उहाँहरूले कस्तो किसिमको वातावरणमा उहाँहरू जन्मिनु भयो, हुर्किनु भयो, उहाँले के देख्नुभयो त भन्ने कुराले पनि त्यहाँनिर अर्थ राख्छ। आदरणीय अभिभावकज्यूहरू, त्यसैले आफ्नो नानी बाबुले किताबै पल्टाउँदैन भनेर विद्यालयमा गर्ने गुनासो गर्नुभन्दा पूर्व हामीले सोच्नै पर्ने एउटा महत्त्वपूर्ण कुरा चाहिँ के छ भने विद्यार्थीले, आजभोलिका बालबालिका पक्कै पनि मानव हो। हामी मान्छेहरू के गर्छौँ भने नराम्रा कुराहरू हामीलाई सिकाइरहनु पर्दैन, हामीले अटोमेटिक जानिराखेका हुन्छौँ। तर राम्रा कुराहरू के हुन्छ भने हामीलाई बार सिकाइरहँदा, बार भनिरहँदाखेरि हामी गर्दैनौँ, हामीलाई गर्नै मन लाग्दैन। किनभने हामीले अर्कोले मोबाइल चलाइरहेको देख्छौँ, अर्कोले टिभी हेरिरहेको देख्छौँ, अर्कोले अनावश्यक कामहरूमा इन्टरटेनमेन्ट गरिरहेको देख्छौँ, खेलिरहेको देख्छौँ, घन्टौँसम्म मोबाइल हेरिरहेको देख्छौँ। तपाईँको बालबालिका नपढ्नु स्वाभाविकै हो। तपाईँहरू आमा बाबुहरू अथवा तपाईँ अभिभावकहरू बच्चाको अगाडि मोबाइल हेर्नुहुन्छ होइन, मोबाइलमा टिकटक बनाउनुहुन्छ, अनावश्यक गेम खेल्नुहुन्छ भने तपाईँको बालबालिकाहरूलाई पढ भनेर मात्रै पढ्न सक्नुहुन्न। त्यसैले हामीले बच्चाको अगाडि कहिले पनि खेल्ने समय पनि दिने हो। त्योभन्दा अगाडि हामीले बच्चालाई पढ्नुहोस् र भनिरहँदाखेरि उहाँसँगै बालबालिका, हजुरको नानी बाबुसँगै हजुरले किताब कापी लगेर हजुर पनि पढेको जस्तो गरिदिनु भयो, हजुर पनि पढिदिनु भयो, हजुरले पनि लेखिदिनु भयो भने हो मेरो बाबा मम्मीले त पढ्नु भएको छ, मैले पनि पढ्नुपर्छ भन्ने किसिमको भावनाले तपाईँको बच्चा किताब फर्काउनु अथवा पढ्न बानीको बिस्तारै बानी पर्न सक्छ। आदरणीय अभिभावकज्यूहरू, यहाँहरू सम्पूर्णलाई म एउटा सानो कथा सुनाउन चाहन्छु। एउटा गाडीको यात्रा रहेछ। गाडीको यात्रामा एकजना महिलाले काखमा बच्चा च्यापिराख्नु भएको रहेछ अनि हातमा किताब रहेछ।
आदरणीय अभिभावकज्यूहरू, हातमा किताब, काखमा बच्चा, गाडीको यात्रा एकदमै कष्टपूर्ण रहेछ। यहाँ नजिकै बसेर एकजना मान्छे, विद्वान मान्छेले निहालिरहेको रहेछ। ओहो, उहाँ त कस्तो बुद्धिजीवी, कति ज्ञानी, कति भर्ग मान्छे। बच्चा, बसको यात्रा छ, काखमा बच्चा छ, तैपनि उहाँ अध्ययन गरिरहनु भएको छ भनेर यहाँ नजिकै बसेको मान्छेले निकै बेर निहालेर हेरिरहेछ। तैपनि उसको मनमा विभिन्न किसिमका प्रश्नहरूले उसलाई जागृत गरिरह्यो, उसलाई हल चलाइरह्यो, उसलाई ढकढकाइरह्यो। उसले अझै नजिक गएर त्यसरी निहालेर हेरेछ। ती महिलाको हातमा भएको किताब के रहेछ भने उल्टोतिर फर्किएको रहेछ। ओहो, उसले सोचेछ फेरि यी महिलाले कतै म विद्वान छु, म यसरी पढ्छु भनेर पनि अरूलाई देखाउनकै लागि भए पनि उहाँले बुक समातेको जस्तो, किताब पढिराखेको जस्तो गर्नु भएको त होइन। किन होला त यस्तो भनेर उसलाई महत्त्वपूर्ण अथवा उसको मनमा धेरै किसिमको जिज्ञासा जागिरहेछ। उसको मनमा धेरै किसिमका प्रश्नहरू उब्जिरहे। उसले धेरै समय आफूलाई सम्हालिरहन सकेन। तसर्थ उसले ती महिलालाई सोधेछ, दिदी हजुर त कति विद्वान मान्छे, कति ट्यालेन्ट मान्छे हुनुहुँदो रहेछ। गाडीको यात्रा छ, काखमा बच्चा छ, तैपनि हजुरले बुक पढिरहनु भएको छ। यति ट्यालेन्ट हुनुहुँदो रहेछ कि हजुरले उल्टोमुखी बुक सुमाउनु भएको छ। उल्टोमुखी पनि यसरी पढ्न सक्ने हजुर त महान विद्वान हुनुहुँदो रहेछ भनेर त्यो मान्छेले भनेछ। त्यसपछि ती महिलाले नढाँटिकन भन्नुभएछ, होइन सर, म त अनपढ हो, पढे नलेखेको मान्छे हो बाबु। मैले कसरी उल्टोमुखी बुक पढ्न सक्ने त? मैले त मेरो काखमा रहेको बच्चाले भोलि बिहान किताब भनेको पढ्ने चिज हो भनेर बुझोस् भन्नका लागि मैले बुक समातेकी हुँ। त्यो बुक मलाई पढ्न आउँदैन। मैले त बच्चालाई बुक भनेको, किताब भनेको पढ्ने चिज हो भनेर बुझाउनका लागि मात्र यो किताब पढेको हुँ, हातमा समातेको हुँ भनेर एउटा महिलाले ती मान्छेलाई उहाँले जवाब दिनुभएछ। त्यसपछि उनले चाहिँ सोचेको र भन्दा धेरै फरक किसिमको रिजल्ट पाइसकेपछि, उत्तर पाइसकेपछि उहाँ चाहिँ निशब्द भएर सिटमा बस्नुभएको छ। आदरणीय अभिभावकज्यूहरू, यसको मूल मर्म, यस कथाको मूल सन्देश भनेकै के हो भने हामी भलै पढ्न नलेखौँला, हामीलाई यो पढेर पनि फाइदा नहुन सक्छ, तर पनि हामीले आफ्नो बालबच्चाका अगाडि कहिलेकाहीँ हामीले के गरिदिन सक्छौँ, बच्चालाई पढ भनिरहँदाखेरि पनि हामीले पनि पढ्नुपर्छ है भनेर हामीसँग अन्य किसिमका बुकहरू र हामीले बच्चाकै बुकहरू पनि हामीले पढिदिनुपर्छ। बच्चालाई आफ्नो साथमै राखेर पढ, तिमी र म अब सँगै पढ्ने, ल तिमी बाबा म होइन, बाबा र छोरासँगै पढ्ने, अथवा हामी मम्मी छोरासँगै पढ्ने, छोरीसँगै पढ्ने भनेर उहाँहरूसँगै हामी पढिदिनुपर्छ। बच्चाले पनि ताकि के सिकुन् भनेपछि किताब भनेका पढ्ने हुन्, मेरो बाबाले पनि पढ्नुहुन्छ, मम्मीले पनि पढ्नुहुन्छ, मैले पनि पढ्नुपर्छ भनेर उहाँहरूले के गर्नु त भनेको पढाइको महत्त्व बुझुन्। त्यसैले आदरणीय सम्पूर्ण अभिभावकज्यूहरू, तपाईँले आफ्नो बच्चालाई जन्माउँदै हुर्काउँदै गरेको वातावरण कस्तो बनाउने भन्ने कुरा फर्स्ट प्रायोरिटी अथवा पहिलो स्थान, पहिलो मन्दिर, पहिलो घर, पहिलो पाठशाला भनेको घर हो। बच्चाले स्कुलमा जम्मा 6-7 घन्टाको समय बिताउँछ भने बच्चाले अरू बाँकी समय सबै आफ्नो अभिभावक र आफ्नो घरमा, आफ्नो घरको वरिपरिको वातावरणमा वितरित गर्ने भएकोले हामीले त्यहाँको वातावरण कस्तो बनाउने भन्ने कुरा हामी सबैको हातमा रहन्छ। विशेष गरी बाबा आमा, तपाईँ जुन अभिभावक हुनुहुन्छ, तपाईँहरूको महत्त्वपूर्ण भूमिका रहन्छ। हस्त